सिक्न खोज्नु इट्स द राइट पर्सपेक्टिभ, बट कसरी सिकिरहेछ भन्ने कुरा हुन्छ। मान्छेहरू एकदम आउटपुट खोजिरहेको हुन्छ इन्स्ट्यान्टली, जुन कुरा चाहिँ रिजल्ट ओरिएन्टेड भएर काम गरिरहेको हुन्छ। तर म के भन्छु भने ट्रस्ट द प्रोसेस। त्यहाँसम्म पुग्नको लागि त्यो मान्छेलाई कति समय लाग्यो त, हामीले त्यो हेरिँदैन। त्यसले के गरिरहेको छ त त्यो हेरिन्छ, त्यसको दैनिकी कसरी चलिरहेको छ त्यो हेरिन्छ। तर त्यो लाइफस्टाइल जिउनको लागि कति मेहनत गरेको थियो त त्यो मान्छेले, त्यो हेरिँदैन। सो डिफ्रेन्स कहाँ छ भन्दाखेरि मान्छेले आउटकम खोजिरहेको छ इन्स्ट्यान्टली, जुन कुराले गर्दाखेरि चाहिँ मान्छेलाई डिमोटिभेट गरिरहेको छ, किनकि इन्स्ट्यान्टली अचिभ त हुनेवाला छैन त्यो। अनि प्रोसेसमा बिलिभ नै गर्दैन कोही मान्छेले, किनकि हामी त स्टेप बाई स्टेप जानु पऱ्यो नि त। त्यो मान्छेको त 10 वर्षको मेहनत होला, जो हामी इन्सपायर भइरहेको छौँ, त्यो मान्छेलाई हामी इन्सपिरेसन लिएर गइरहेको छौँ। तर हामीले त्यो 10 मिनटमा उसको 10 वर्ष अचिभ गर्छु भनेर लागेर हुँदैन नि त, किनकि त्यहाँको आफूले पकाएको पसिना हुनसक्छ, आफ्नो मेहनत हुनसक्छ, आफ्नोभित्र ल्याएको स्किल्सहरू हुनसक्छ। द्याट्स मेक्स डिफ्रेन्स।